जर्नी स्टार्ट गरेको चाहिँ लगभग मलाई एक्चुअल डेट चाहिँ थाहा छैन। मलाई सायद मैले युट्युबको के युट्युब एकाउन्ट खोलेको चाहिँ लगभग 4-5 वर्ष जस्तो भयो होला। अनि तर युट्युबमा भिडियो हाल्न थालेको चाहिँ लगभग 2 वर्ष जति बढी नै भयो होला। तर सब्सक्राइब चाहिँ मेरो पुगिसक्यो के सब्सक्राइब चाहिँ पुगिसक्यो। अनि के वाच टाइम चाहिँ पुगेको छैन कि साथीहरू के भएको छ होइन। हाम्रो सरिजनको साथी हो, सरिजनको साथी हाम्रो धादिङ जिल्ला सल्यान नगरपालिका वार्ड नम्बर 23 को सरिजनको साथी आउँदैछ। ल हेर्नुहोस् है साथीहरू, अब हेलमेट लगाएर नै आउँदैछ हाम्रो साथीले। तर मैले खास युट्युबमा कसरी के गर्ने भन्ने कुरा चाहिँ थाहा छैन होइन। चाहिँ रहेर भिडियो बनाउँदै जाँदा जस वाच टाइम पुग्न पर्ने रहेछ। कसरी साथीहरू सबै मसँगै साथीहरूको युट्युबहरू म यसो हेरिरहेको छु। सबै साथीहरूले एजेन्स के हो एकाउन्ट गुगल एजेन्स पिन आयो भनेर सबै साथीहरूले लेख्छन्। हाम्रो त कहिले आउने हो गयो, त्यो त आउनु कहिले पुग्ने त्यस्तो। अन्त अलि रहरै लाग्ने जस्तो भइसक्यो साथीहरू हेर्नु है। नाइस नाइस ल है राम्रो सर्ट, अपोजिट साइडबाट दामी सर्ट दिइरहेको छ अहिले चाहिँ हाम्रो साथीहरूले। अब भिडियो वाचिङ टाइम भन्दा नि अब आउनै पऱ्यो, सबैले हेरिदिनै पऱ्यो कि हेऱ्यो भने मात्रै वाचिङ टाइम पुग्ने होला, वाच आवर। अब नहेरेपछि त कसरी पुग्ने होला होइन। त्यही हो, सबै साथीहरूले एकअर्कालाई सायद सपोर्ट चाहिँ गर्नु पऱ्यो, त्यसपछि मात्रै पुग्छ। अब मेरो पनि लगभग अब वाच टाइम त अब अझै धेरै नै छ। अब आसाङको प्रतिक्रिया लिन जाँदैछु। ओ हेलो आसाङ, के कस्तो खेलाडी जितिन्छ जस्तो छ हो है? ल ठिकै छ धोबी हान्नु पऱ्यो, बेसी त ल्याउनु पर्छ फेरि, हार्यो भने त कुरो गइरहेछ। ल ओ धादिङ के छ हौ, कुरो गइरहे हो खेल्न त अब नेक्स्ट टाइम छँदैछ नि त, किन टेन्सन। ल ठिक छ भित्रै हो कुरा गइरहन्छ। अनि घर कहाँ रे? गाविस मेरो त्रिपुरा सुन्दरी, नगरपालिका मेरो एक हो, नगरपालिका एक हो कुरो गइरह्यो होइन। ल भनेपछि सरिजनको साथी होइन तिमी? सेकेन्ड चरी होइन तिमी? ल ठिक छ। ल गाइस हाम्रो सेकेन्ड चरी हो। हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई युट्युब च्यानल साथीहरू। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। हामी पनि यहाँ सन्चै यहाँ यसरी भलिबल खेल्दैछौँ। आज म तपाईँहरूलाई अब यस्तो भलिबल खेलेको भिडियो बनाएर देखाउँदैछु है। एउटा सानो भ्लग कस्तो हुन्छ तपाईँहरूलाई देखाउँदैछु। हाम्रो केटाहरू चाहिँ पुरा तयारी अवस्थामा छ भलिबल खेल्नलाई। म चाहिँ यहाँ सानो भ्लग बनाउँदैछु, के कस्तो हुन्छ। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला साथीहरू। जो पनि नयाँ साथीहरू जोडिनु भएको छैन भने मेरो च्यानलमा सबै नयाँ साथीहरू पनि जोडिन सक्नुहुन्छ। साथीहरूले धेरै सपोर्ट दिनु भइरहेको छ अहिलेसम्म होइन। ल है साथीहरू, म अब यतापट्टि देखाउँदैछु है केटाहरूको गेम। ल हेर्नु होला, हाम्रो केटाहरूले आज बाजी खेल्दैछ हेर्नु है। भलिबल बाजी हुँदैछ। केटाहरूको डरो टाढाबाट देखाउनु पऱ्यो है त कस्तो हुँदो रहेछ। भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है साथीहरू है। हेर्नुहोस् अब भिडियोहरू फरक खालको भिडियोहरू त म बनाउन सक्दिनँ। त्यही पनि हाम्रो भिडियो भनेको यही हो, यस्तै हो। घाम लागेको छ। वालेकुम सलाम रहमतुल्लाहि बरकातु, के हाल? हाम्रो सरिजनको साथी हो, सरिजनको साथी हाम्रो धादिङ जिल्ला सल्यान नगरपालिका वार्ड नम्बर 23 को सरिजनको साथी आउँदैछ। ल हेर्नुहोस् है साथीहरू, अब हेलमेट लगाएर नै आउँदैछ हाम्रो साथीले। ल है एउटा सानो भ्लग बनाउँदैछु, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैले। अब के गर्नु साथीहरू, हेर्नुहोस् भिडियो मैले युट्युबको जर्नी स्टार्ट गरेको चाहिँ लगभग मलाई एक्चुअल डेट चाहिँ थाहा छैन। मलाई सायद मैले युट्युबको के युट्युब एकाउन्ट खोलेको चाहिँ लगभग 4-5 वर्षै जस्तै भयो होला। अनि तर युट्युबमा भिडियो हाल्न थालेको चाहिँ लगभग
2 वर्ष जति बढी नै भयो होला, तर सब्सक्राइब चाहिँ मेरो पुगिसक्यो के, सब्सक्राइब चाहिँ पुगिसक्यो। अनि के अरे वाच टाइम चाहिँ पुगेको छैन क्या साथीहरू, के भएको छ होइन। अब म भिडियो त्यति नबनाएको भन्दाखेरि नि बनाएकै हो, भिडियोहरू नि बनाउँदैछु लगभग। फर्स्ट टाइममा त खुब रहर लाग्थ्यो कि भिडियोहरू बनाउन, भिडियोहरू हाल्दै थियो। आजकल त त्यति टाइम पनि नपाउने होइन। जे होस् हप्तामा एकपटक यस्तै भलिबल खेलेको भिडियोहरू, यसो क्याम्पको भिडियोहरू बनाउँछु, तर वाच टाइम चाहिँ पुगेकै छैन कि साथीहरू अहिलेसम्म मेरो। तर मैले खास युट्युबमा कसरी के गर्ने भन्ने कुरा चाहिँ थाहा छैन होइन। त्यसै रहरै भिडियोहरू बनाउँदै जाँदा जस वाच टाइम पुग्न पर्ने रहेछ। कसरी साथीहरू सबै मसँगै साथीहरूको युट्युबहरू म यसो हेरिराख्छु। सबै साथीहरूले एडेन्स के हो एकाउन्ट गुगल एडेन्स पिन आयो भनेर सबै साथीहरू लेख्छन्। हाम्रो त कहिले आउने हो, खोइ त्यो त आउनु कहिले पुग्ने त्यस्तो। तर अलि रहरै लाग्ने जस्तो भइसक्यो है साथीहरू, हेर्नु है सबैको पिन आइसक्यो, हाम्रो त अब कहिले आउने थाहा छैन। जस्तै पनि भिडियो बनाउनु चाहिँ छोडेको छैन है साथीहरू, हेर्नु है भिडियो बनाउनु चाहिँ छोडेको छैन, बनाउँदैछु। के कस्तो लाग्छ तपाईँहरूले सजेस्ट दिनु होला। ओके हाम्रो साथीहरू त्यही पनि अब वाचिङ टाइम चाहिँ के कति तरिकाले पुग्छ होइन, के कस्तो तरिकाले चाँडै पुग्छ, कोही साथीहरूलाई राम्रो आइडियाहरू थाहा भएको चाहिँ बताइदिनु होला। अब भिडियो वाचिङ टाइम भन्दाखेरि नि अब आउनै पऱ्यो, सबैले हेरिदिनै पऱ्यो के अरे, हेऱ्यो भने मात्रै वाचिङ टाइम पुग्ने होला, वाच आवर। अब नहेरेपछि त कसरी पुग्ने होला र होइन। त्यही हो, सबै साथीहरूले एकअर्कालाई सायद सपोर्ट चाहिँ गर्नु पऱ्यो, त्यसपछि मात्रै पुग्छ। अब मेरो पनि लगभग अब वाच टाइम त अब अझै धेरै नै छ पुग्न, तैपनि कोसिस चाहिँ गरिराखेको छु मैले। अब भिडियोहरू बनाउने चाहिँ कोसिस गर्दैछु। अब हेरौँ तपाईँहरूको माया साथ सपोर्ट भयो भने मेरो पनि एक दिन गुगल पिन आउँछ होला भन्ने आशामा म बसिरहेको छु। हेर्नुहोस् तपाईँहरूको साथ सपोर्ट पायो भने अवश्य आउनेछ। म यतातिर गेम सो गर्दैछु, तपाईँहरू हेर्नु होला। अब देखाउँदैछु। अब होला यस यतातिरबाट हिँड्छु। को हो यो फेरि भित्र नि लात्ताले हाल्नु नि चाहिँ खेल्ने ठाउँबाट। ल साथीहरू हेर्नु होला है, हाम्रो गेम चाहिँ चल्दैछ केटाहरूको। अब मेरो भिडियो क्वालिटीहरू पनि त्यति राम्रो छैन क्या साथीहरू, पहिलाको भन्दा होइन। पहिलाको भन्दा जे होस् अहिले अलि राम्रो छ होइन। पहिला पुरानो मोबाइल किन्थ्यो, अहिले के पुरानो मोबाइल थियो, त्यही पुरानो मोबाइलले गर्दै थियो। अहिले चाहिँ अलिक क्वालिटी बढाउँ भनेर अलिक सानो मोबाइल किनेको छु एउटा, त्यसले पनि बढाउँ। तर जे होस् राम्रो गरेर हेरिदिनु होला। अब त्यस्तै हो भिडियोहरू त। अब अरू भिडियोहरू भन्दा पनि धेरै नयाँ भिडियोहरू त बनाउन पाउँदिनँ, टाइम नै हुँदैन। जे होस् फ्राइडेको दिनमा छुट्टी भएको दिनमा यस्तै क्याम्पभित्रको केटाहरू साथीहरू फुटबल खेल्ने कहिलेकाहीँ भलिबल खेलेको भिडियोहरू बनाउँदै गर्छु होइन। यस्तो छ। अब सबै साथीहरूको मसँगै जस्तै स्टार्ट गर्ने साथीहरूको त युट्युब च्यानल मोनिटाइज भइसक्यो कति साथीहरूको त। अब आफ्नो चाहिँ यस्तै चल्दैछ साथीहरू, तर पनि हारेस खाएको छैन, प्रयास गर्दैछु। एक दिन अवश्य के अरे मोनिटाइज होला भन्ने, तर रहरमा खोलेको हो।
यस्तै युट्युबमा केही गर्छु यस्तै गर्छु भनेर चाहिँ त्यस्तो चाहिँ होइन। तर जस रहरले मात्रै ट्राई गरिरहेको गर्दा गर्दै यसो अलिअलि भइरहेछ गरिरहेको छु। त्यही पनि मलाई आशा छ केही हुन्छ कि भन्ने ल है साथीहरू। हाम्रो केटाहरू चाहिँ यस्तो यस्तो छ, धेरैजना साथीहरू पुरा रमाइलो गर्दैछन्, यहाँ यस्तै गर्दैछ खेल्दैछ। म तपाईँहरूलाई जे होस् देखाउने कोसिस गर्दैछु है साथीहरू। यस्तो यस्तो छ। भिडियो हेरेर साथ सपोर्ट चाहिँ दिनु होला है साथीहरू सबैले। ल ल केटा सिटी बजेको त सम्झिनु पऱ्यो नि खेलाडीहरूले यार, के हो यार। ल मनिषले कडा सर्भिस दिँदैछ हाम्रो मनिष भाइले। गुड गुड। ल ल ल ल मनिष भाइको कडा सर्भिस दामी छ। हो यार के हो यार, यस्तो इन्टरनेसनल सर्भिस गर है मनिष, कडा सर्भिस, त्यसपछि मात्रै गेम जित्ने सम्भावना छ। नाइस नाइस। ल है ल है राम्रो सर्ट, अपोजिट साइडबाट दामी सर्ट दिइरहेको छ अहिले चाहिँ हाम्रो साथीहरूले। हाम्रो केटाहरूले यस्तो गर्दैछ। अब थोरै म हाम्रो आसाङको प्रतिक्रिया लिन चाहँदैछु। ओ हेलो आसाङ, के कस्तो खेलाडी जितिन्छ जस्तो छ हो है? ल ठिकै छ ठिकै छ, धोबी त हान्नु पऱ्यो, पेप्सी त ल्याउनु पर्छ फेरि, हार्यो भने त कुरो गइरहेछ। ल ओ धादिङे के छ हौ, कुरो गइरहे हो? के अरू खेल्न पाइएन, अलिक खेल्नलाई खेल्न त अब नेक्स्ट टाइम छँदै छ नि त, किन टेन्सन। नखेली छोडिदिनु। ल ठिक छ ठिक छ। खेल्ने हो फेरि बाहिर खेल्दिनँ म, भित्रै हो बाहिर हान भने फेरि सबै दौडा दौडी पार्छ। कुरा गइरहे हुन्छ। अनि घर कहाँ रे? घर मेरो धादिङ। गाविस गाविस मेरो त्रिपुरा सुन्दरी। अनि नगरपालिका? नगरपालिका मेरो एक हो, नगरपालिका एक हो। एकै हो। कुरो गइरह्यो होइन त। ल भनेपछि चरीडनको साथी होइन तिमी? सेकेन्ड चरी होइन तिमी? ल ठिक छ। ल ल है गाइस, हाम्रो सेकेन्ड चरी हो, हाम्रो सेकेन्ड चरी धादिङको। ल है गाइस, ल ल ल अहिले सर्भिस आउट भएको छ, फर्स्ट सट्टरले आउट गरेको छ सर्भिस। ल है गाइस, ल आसँग सम्झाउनु पऱ्यो केटाहरूलाई, यस्तो चाल हो भने त हार्छ फेरि, कुरा गइरहन्छ हुन्छ। ल है ल है हाम्रो इन्टरनेसनल रेफ्री मिस्टर सन्तोष छ अहिले। अब पहिला पनि पुरा फुटबल फर्स्ट सट्टरै हो, अहिले चाहिँ सर्भिस गरिराखेकै छ। ल है गाइस, कडा सर्भिस हुँदैछ। गुड गुड गुड। दियो दियो दियो। ल है साथीहरू, जुत्नु भएन जुत्नु भएन। म चाहिँ भिडियो मिलाउने कोसिस गर्दैछु है साथीहरू, के कस्तो हुन्छ। रेशम के गरेको हो रेशम तिमीले? कुरो गइरहे भएको के हो यार? ल है साथीहरू, हाम्रो केटाहरू चाहिँ इन्टरनेसनल प्लेयरहरू हो, हाम्रो इन्टरनेसनल लेभलको प्लेयरहरू हाम्रो केटाहरू। अब ल है केटाहरूले दिँदैछ, यस्तो यस्तो खतरा खतरा खेल्दैछ हाम्रो केटाहरूले। अब छोटो लामो होइन नि त, दिनुपर्छ क्या हेत्तेरिका। अनि चिसो हो नि, अन्त कहाँ छोडिन्छ हौ। ल है गाइस, हाम्रो यहाँ पार्टी पर दह्रो आउँदैछ, आउट आउट। ल है गाइस, बल उता पुऱ्याउँदैछ केटाहरूले।
हाम्रो चाहिँ यहाँ चरीडनको साथी धादिङ जिल्ला सल्यानटार नगरपालिका वार्ड नम्बर 23 को चरीडनको साथी 1 वार्ड नम्बर 1 हैन त? ठिक छ हिमाल तिमी अलि राम्रो हान न हो कान्छा के यार ब्रो यार खाली तिमी के रे त्यो बस्नेतलाई सम्झे गरेर हुन्न नि अनि यार तिमी यार ऋतु बस्नेतलाई मात्र सम्झेर हुन्छ बाबु कहाँबाट हुन्छ नि हान्नु पर्यो जमाऊ नाइस गुड नाइस ईश्वर अलि लाटो भएर भएन अगाडि हेर्नु पर्यो अलि अगाडि खाली ठाउँमा हेर्नु पर्यो ल आयो ल यस्तो चाल हो भने हार्ने अवस्थामा आउँछ है केटा नाइस ए हिमाल कसी झार्छ फेरि जमा यही जमा नाइस ल आउट बल आउट ल इन्टरनेसनल रेफ्रीले हेर्दैछ कहाँ त्यो आउट भनेर हुन्छ अनि त्यस्तो हुन्न नि यहाँ एकदम निष्पक्ष तरिका हो ल हाम्रो इन्टरनेसनल सर्भिस मिस्टर ईश्वर ल आसाङ दामी सर्भिस दिनु पर्यो ओहो आसाङ सर्भिस त यार आसाङ यार खत्रै गयो त हौ आमा हो यार ल है गाइस अब गेम फिनिस हुन लागेको अवस्था छ नाइस सिटी बजिसकेको छ गाइस हुन्न इन्टरनेसनल रेफ्री त्यहाँ वाद विवाद गर्ने चाहन्छ न रेफ्रीले जे भन्यो त्यही हुन्छ है त्यस्तो हो नि ल मान्छे खेलाडीहरू बोल्ने होइन ओके रेफ्रीले जे भन्यो त्यो हुन्छ खेलाडी चुक्क यास नो केही भन्ने बोल्ने होइन ओके रेफ्रीले जे बोल्यो त्यो हुन्छ ल है प्लेयर नबोल्ने प्लेयर बोल्न भएन हो कि होइन धाटिङे कुरो हो नि त गुड ल जमाऊ यहीँ जमाऊ दियो नाइस गुड दामी यस्तो सर्ट हान्यो भने त मारिहाल्छ त हौ दामी हाम्रो एकजना साथी फेरि यता मोबाइलमा मस्किँदैछ पुरा गफ गरेर हाँस्दैछ ल अब इन्टरनेसनल सर्भिस हो ईश्वरको ल गुड जमा दामी ओ हिमाल 1 पोइन्ट छ कसी ल आसँग 1 पोइन्ट छ 1 पोइन्ट कसी न बरु 20-24 बराबर
ल है आशा इन्टरनेसनल सर्भिस देखाउनु पर्यो गुड 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 यो पालि चान्स मिस नगर्नु पर्थ्यो के केटाहरूले खलास नाइस नाइस ल है गाइस खेला चाहिँ खतरा जाँदैछ रुल्स रुल्स खेलाडीहरूले रुल्स गर्नु पर्यो है यो हुन्न है अनि त्यस्तो त हुन्न नि अनि हुन्न त्यो रुल्समा रुल्सै हुनुपर्छ सिटी बजेपछि मात्र सर्भिस हो ल ल ल नाइस 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 दामी दामी हराएर छोड्यो हो आशा यार के हो यार आशा ल है गाइस गेम फिनिस भएको अवस्था छ अब हाम्रो नेक्स्ट गेम सुरु हुन्छ ओके ल अर्को गेम पनि हेर्दै गर्नु होला